सर्वप्रथम परमेश्वरलाई धन्यवाद अनि यहाँहरू सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। आउनुहोस् एउटा मिठो भजन परमेश्वरको वचनको खण्ड पढ्नेछौँ। त्यो जुन चाहिँ रहेको छ भजन सङ्ग्रह 34 को 4 पद। तपाईँले पढिसक्नु भएला, तर यहाँनिर यसो लेखेको छ, मैले परम प्रभुलाई खोजेँ र उहाँले मलाई जवाब दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। आमेन, हालेलुया। यो वचन पढाइ सुनाइमा हामी सबैजनाले परमेश्वरले आशिष दिनुभएको होस्। र यहाँ के भनेको छ भन्दाखेरि आज संसारभरि रहनुभएका सम्पूर्ण मानव जातिहरू कुनै न कुनै डरको दासत्वमा छ र कुनै न कुनै डरको पासोमा छौँ र अथवा बन्धनमा छौँ। तर हामीले खुलेर भन्नु नसकेको मात्रै हो। कतिजना डिप्रेसनको डरमा, कतिजना मृत्युको डरमा, कतिजना गरिबी हुनुको डरमा, कतिजना चाहिँ बिजनेस डुब्छ कि भन्ने डरमा, मतलब कुनै न कुनै मानिस कुनै न कुनै क्षेत्रमा एउटा डरको आत्माले पक्रिराखेको छ अथवा डरको बन्धनमा परेको छ भनेर बाइबलले भन्छ। अनि यहाँ चाहिँ के छ भन्दाखेरि अब त्यो डरलाई हटाउनुको लागि हामीलाई के चाहियो? हिम्मत अनि विश्वास। अनि हिम्मत र त्यो विश्वास, होइन, त्यो हिम्मत अथवा त्यो विश्वास कहाँबाट आउँछ त? परमेश्वरको वचनले भन्छ विश्वास चाहिँ सुनाइबाट आउँछ, सुनाइ चाहिँ येशू ख्रीष्टबाट आउँछ। अनि त्यो सुनाइ चाहिँ के हो भन्दाखेरि येशू ख्रीष्टको सुसमाचार अथवा येशू ख्रीष्ट स्वयं वचन, उहाँ वचन हुनुहुन्थ्यो, त्यो देहधारी हुनुभयो। त परमेश्वरको वचन बाहेक यो हाम्रो डरको, हाम्रो आत्मालाई जुन चिजले बाँधेको छ त्यसले कसैले पनि चुडाल्नु सक्दैन। किन भन्दाखेरि मान्छेको आत्मा कि त आफैलाई उसलाई राम्ररी थाहा छ, तर र अर्को चाहिँ परमेश्वरलाई राम्ररी थाहा छ। किनकि त्यो आत्मा चाहिँ मान्छेले आफै पाएको होइन, परमेश्वरले दिनुभएको हो र त्यो जीवित प्राणी भएर त्यो आत्मा प्राण शरीर भएको हो। त्यस कारणले त्यो बन्धनमा त्यो छुटकारा दिनुको लागि परमेश्वरको आत्मा बाहेक कसैले पनि दिन सक्दैन। त्यस कारणले त यो संसारमा धेरै घटनाहरू घट्दछ। कोही झुन्डेर मर्दछ, कहिले बक्सीको दोष आउँछ, कहिले के को, कहिले के को के को के को के को भन्दै जाँदा एकदम लामो लिस्ट हुन्छ। तर कारण यही बन्धन हो प्रियजनहरू। जब मान्छेको आत्मा चाहिँ बन्धनमा पर्छ भने अनि त्यो मान्छेले विभिन्न कार्यहरू हरकतहरू गर्नु थाल्छ, कार्य गर्नु थाल्छ, कामहरू गर्नु थाल्छ, उनको जीवनबाट त्यो देखिनु थाल्छ, प्रतिक्रियाहरू दिनु थाल्छ। त्यस कारणले परमेश्वरले भन्छ अब त्यस्तो अवस्थामा, त्यस्तो सन्दर्भमा के गर्ने त भन्दाखेरि परमेश्वरले हामीलाई भन्नुभएको छ, मैले परमप्रभुले खोजेँ अरे। अनि परमप्रभुले खोजेँ, अब कहाँ खोज्यो त? जङ्गलमा, पहाडमा, मन्दिरमा, चर्चमा,